Hello everyone, welcome to my another vlog. So आज फेरि पनि हाम्रो अगाडि आएको छ यस्तो किन सजधज के भन्नु पर्दाखेरि चाहिँ आज चाहिँ बिहा छ नि त। आज चाहिँ एकदम के भन्नु एकदम खुसियाली या त खुसीको दिन। आज चाहिँ यता बिहा छ नि त साजुकोमा, त्यही कारणले गर्दाखेरि चाहिँ हामी जाँदैछौँ। एकदम ढिलो भइसकेको छ, बिहानै उठेर नुहाइदिए के गर्दा फोनहरू पनि थियो त टाढोको, त्यही कारणले गर्दाखेरि ढिलो भयो नि त। सो एकदम मैले चाहिँ यहाँ चाहिँ देखाउनु राम्रोसँग पाएको थिएन, यहाँ के सामानहरू बोकिरहेको छ, ब्यागहरू बोकिरहेको छ। अगाडि चाहिँ अनीहरूले बोकेर जानुहुँदैछ गिफ्टहरू। सो आजको ब्लग चाहिँ हेर्दै जानुहोस्। म चाहिँ बिहाघरमा पनि आइपुग्यो। सो आजको ड्रेसअप चाहिँ यस्तै छ मेरो चाहिँ। हेर्दै जानुहोस् आजको ब्लग चाहिँ कस्तो हुन्छ। र बिहाको तयारी चाहिँ यसरी छ है। हामी चाहिँ मर्निङमा आएर यहाँ कपहरू यहाँ के खाजा सजाउँदैछ। यहाँ बहिनी चाहिँ उयो कपहरू मिलाउँदैछ हो, अन्त न्यापकिन पेपरहरू मिलाउँदैछ। हेर्दै जानुहोस्। यहाँ चाहिँ डाइनिङ हो, तपाईँले देख्न सक्नुहुन्छ। यसरी राखेको छ हामी त्यही एरेन्जमेन्ट। टिङ टिङ। र यहाँ चाहिँ डाइनिङ सरी यहाँ चाहिँ मण्डप छ, तपाईँले हेर्न सक्नुहुन्छ। वेलकम टु द वेडिङ अफ जोन एन्ड लामित लेप्चा। यसरी छ, यो चाहिँ मण्डप हो। र यहाँ चाहिँ स्पेसल पर्सनको लागि राखेको रहेछ। र यहाँ चाहिँ अर्किड सजाएको छ। यहाँ चाहिँ एजेलिया। यो चाहिँ डाइनिङ हो हाम्रो। डाइनिङ छ हस् ल। अझ सल्लाह भन्दै आज यहाँ जुन आज्ञाको बिहाको डाइनिङहरू यहाँ खाजा खानुहुँदैछ। यता चाहिँ मण्डप बनाएको छ, हिजो बेलुका भेनाहरूले डेकोरेसन गर्नुभएछ, भेना दिदीहरूले। यता चाहिँ किचन, यहाँ माथि चर्च छ, यहाँ माथि चाहिँ भरे अब त्यहाँ देख्ने होला सायद। यता छ, यता चाहिँ फुड डाइनिङ पनि यहाँ बक्स त्यहाँ रेडी छ। भोइस त्यो पानी निकाल्छ। यसो हेलो इट्स मी जिस्मेल लेप्चा हो, त्यहाँ अनुमोर बसिरहनु भएको छ हाम्रो आजको बेहुला। What's that? Wachipa छ टिम। हेलो माजा स्वेटर छ रेडी, एभ्रिथिङ रेडी। किचन चाहिँ यहाँ छ। र हामी चाहिँ यहाँ छ खाजाहरू खानेमा। यता बोजूले जुस लाउनुहुँदैछ, यता यो मम्मीहरू चाहिँ थुप्रो छ। र आजको भ्लग चाहिँ त्यस्तै घामले गर्दाखेरि त्यस्तै टट्टर तापले गर्दाखेरि बनाउनै पाएन। पुरा बेसी गरम भएर चाहिँ च्याप्चे भएर चाहिँ त त्यही भएर हल्का भनेको छोटो क्लिप्सहरू मात्रै लाग्छ। जानुहोस् आजको कस्तो हुन्छ। बसेर लाउनुहुन्छ बसेर कहिले देब्रे मिल्यो नि त्यसरी रे ग्रीन बुट हेरे क्यों मिल्यो नि सिकाउने अहिले नै मौका सिकाउने भोलि सिके कहाँ हुन्छ भोलि कहिले देब्रे हुनु पर्यो भोलि यस्तो खालको आशाको यता चाहिँ पुरा मान्छे बिजी भएर चाहिँ यो चाहिँ वाचिपा हो। तिरपालले गर्दा चाहिँ राम्रो देख्दैन, कस्तो दामी छ डेलिसियस छ, एकदमै मिठो। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ मान्छे सबै बढिसक्यो अहिले चाहिँ। घाम चाहिँ यस्तो डरलाग्दो छ। मैला टिपाइ अभियान हामी जम्मा के चल्नु सक्दैन। मैला टिपाइ अभियान यो चाहिँ अनि बस्छ यहाँ अघि दामी लु यता चाहिँ अन्तिम
र केटाकेटीले चाहिँ टिप्दैछ डस्टबिनमा हाल्दैछ मजाले पेपरहरू हाल्दै यता चाहिँ हुनुहुन्छ हाम्रो नेपालको बहिनीहरू हुनुहुन्छ म्याकहरू बहिनी हुनुहुन्छ अनिसा काम यहाँ त लास्ट अन्तिमको देखाउँदैछ भागहरू यता चाहिँ नानी रौनु हुँदैछ हो सक्यो मण्डप पनि फाइनली आजको प्रोग्राम चाहिँ सकिसकेको छ पुरा ज्यादा थाके आज चाहिँ 3 दिनको लगातार रोटी पोलेर गर्दा चाहिँ आज बिहान अनि आजको चाहिँ प्रोग्राम चाहिँ हामी सबै सकेको छ यहाँ चाहिँ पूजा मेरो भनेको छ पूजा गाइस, आपको लगी